सबैलाई जय मसीह। अपोस्टल अफ एक्ट यानी प्रेरितको च्याप्टर 11 को आउटलाइनलाई बुझौँ अनि त्यसको बादमा चाहिँ 11 को 26 चाहिँ के रहेछ, त्यहाँनिर क्रिस्चियन पहिलोचोटि विश्वासीहरूलाई क्रिस्चियन भन्यो भने त्यो शब्द कहाँबाट आयो, किन आयो, कसरी आयो भन्ने कुरालाई हामी बुझ्नेछौँ। प्रेरित 11 मा हामी देख्दछौँ कि सबभन्दा पहिलोचोटि पत्रुसको भिजन, उसले देखेको क्लिन एन्ड अनक्लिन एनिमल्स, त्यसको बादमा कर्नेलियसको घरमा पवित्र आत्माको ब्याप्टिजमा भएको, त्यसको बादमा फेरि यरुसलेमको विश्वासीहरूले पनि अन्य जातिले पनि येशू ख्रीष्टलाई उद्धारकर्ता मुक्तिदाता भनेर मानिलिएको र एक्सेप्ट गरेको कुरालाई देख्दछौँ। त्यसको बादमा चाहिँ बर्नबासले पौललाई खोजेर लिएर आएको छ एन्टिओकमा, अनि अगबुस भन्ने एकजना अगमवक्ताले आउँदो दिनको आकाल यानी फेमाइनको बारेमा अगमबानी गरेको हामी देख्दछौँ। प्रेरित 11 को 26 मा जुन शब्द छ क्रिस्चियन भनेर, पहिलोचोटि विश्वासीहरूलाई क्रिस्चियन भनियो भने यो शब्द चाहिँ कहाँबाट सुरु भयो, कसरी आयो, अनि कसरी विश्वासीहरूले पनि त्यो बेलाको विश्वासीहरूले यसलाई एक्सेप्ट गर्यो, के यरुसलेम चर्चकै या प्रेरितहरूले नै यो नाम राखेको हो कि होइन भन्ने कुरा चाहिँ हामी हेरौँ। सबभन्दा पहिला क्रिस्चियन भन्ने शब्दलाई बुझौँ। क्रिस्चियन भनेको ग्रिक भाषामा चाहिँ ख्रिस्तानोस भनिन्छ। ख्रिस्ट भनेको चाहिँ अभिषेक गरेको, एनोइन्टेड वान, अनि आइएएनओएस भनेको चाहिँ बिलोङ्गिङ्स, फलोवर अफ, कसको हो भन्दाखेरि चाहिँ त्यसको हो भन्ने हिसाबले चाहिँ आइएनएस भनेको। अनि कुनै ग्रिकको मान्छेले यदि हेर त्यो विश्वासी जाँदैछ भने चाहिँ कसरी भन्छ भन्दाखेरि चाहिँ एदे ख्रिस्तानोस सिन भनेर यसरी भन्छ। यो भयो क्रिस्चियनको कुरा। अब यो कसरी चाहिँ हुन आयो भन्ने कुरा बुझ्दाखेरि चाहिँ स्टेफेनलाई जब मार्यो यरुसलेममा, उसले प्रचार गर्दाखेरि उसलाई मारेको बादमा चर्चमा अझै जोरो सोरमा सतावट सुरु भयो, खेदो सुरु भयो। त्यहाँदेखि मान्छेहरू, यहुदीहरू, विश्वासीहरू भागेर अन्य क्षेत्रतिर जान थाल्यो। अनि जति मान्छेहरू जति क्षेत्र गए, कोही मान्छेहरू एन्टिओक आइपुगे। एन्टिओक चाहिँ अहिलेको फिलहाल टाइममा चाहिँ टर्कीमा पर्दछ, त्यसलाई अन्तकाय भनिन्छ, हाताय प्रोभिन्सभित्र पर्दछ, सिरिया र टर्कीको बोर्डरमा पर्दछ। अनि त्यहाँ आएर जब उनीहरूले खालि यहुदीहरूलाई मात्रै होइन तर अन्य जातिहरूलाई पनि प्रचार गर्नु थाल्यो, अनि अन्य जातिहरूलाई पनि प्रचार गर्नु थाल्यो, त्यहाँनिर एउटा चर्च समूह खडा भयो। अनि त्यहाँ चर्च समूह खडा हुँदाखेरि चाहिँ उनीहरूको अब त्यहाँनिर आउने जाने, सेवा गर्ने, प्रचार गर्ने शैली हुँदाखेरि स्कलर्सहरूको भनाइ र विद्वानहरूको भनाइ छ कि त्यहाँको लोकल्स, त्यहाँको बसोबास गर्ने मान्छेहरूले चाहिँ उनीहरूलाई यो नाम दिएको हो। अनि त्यसको बादमा जब उनीहरूले यो क्रिस्चियनहरू हो भनेर भन्नु थाले, अनि यो नाम त्यतिकै चल्न थाले। खासमा चाहिँ उनीहरूले जिस्काउने या केही निकनेमको रूपमा या मोकरीको रूपमा चाहिँ भनेको थिए, एदे ख्रिस्तानोसिन भनेर, यसरी चाहिँ क्रिस्चियनहरू हो यिनीहरू चाहिँ भनेर चाहिँ एउटा जिस्काउनेको रूपमा भन्थ्यो भनेर विद्वान र स्कलर्सहरूको भनाइ छ। बादमा जब यरुसलेममा थाहा पायो कि एन्टिओकमा पनि चर्च समूह भयो, अनि एन्टिओकमा जुन प्रकारको काम भइरहेको थियो त्यो खबर यरुसलेममा नि पुग्यो। अनि यरुसलेमबाट लिडर्सहरूले बर्नबासलाई एन्टिओक पठायो। अनि बर्नबास जब एन्टिओकमा आए, उसले त्यहाँनिर सौललाई खोज्नु गयो। सौललाई खोजेर लिएर आएको बादमा 1 वर्ष उनीहरू त्यहाँ बसेर सेवाकाई गरे। अनि त्यसको बादमा त्यहाँनिर 11 को 26 आउँछ, त्यहाँनिर चाहिँ विश्वासीहरूलाई पहिलोचोटि क्रिस्चियन भनिएको भनेर यो टाइटल पाउँछ। अनि यो टाइटललाई बोकेर पल, बर्नबास अनि अन्यहरूले पनि यरुसलेममा लगेर अरूलाई पनि खबर सुनाए कि हामीलाई चाहिँ क्रिस्चियन भन्छ भनेर। अनि उनीहरूले अपनाए यो कुरालाई, अनि आज हामी सबैलाई विश्वासी यानी क्रिस्चियन भनिएको।